हाई तिमीहरू स्वागत छ मेरो सानो युट्युब भन्दा फेसबुकमा। सो म अहिले गएको छु आज स्पेसल डोसा बनाउन। जो यो डोसा तपाईँ सबैहरूलाई हो, मलाई मात्रै होइन, म बनाउँदैछु भन्ने होइन। यो हो डोसाको पिठो अनि यो हो ताई बनाउन गइरहेको छु म। यो हो डोसा, यो हो यहाँ माथि हाल्ने बटर, यसलाई भन्छ डोसा बटर भन्दैछ। ल तपाईँहरू पनि खाना आउनुहोस् है, तातो चुरुम चुरुम मिठो हुन्छ। खाएपछि थाहा हुन्छ कति मिठो हुन्छ भनेर। यो म पकाइसकेको छु। योसँग सब्जी बन्दैछ पनिर मन्चुरियन। अनि यो हो चनाको के अरे सिल्टुङको दाल। अहिले चाहिँ यो बनिरहेको छ। यसरी हल्का ब्राउन ब्राउन हुन्छ, त्यसरी पल्टाउने। हल्का यो ब्राउन देख्दैछ, ब्राउन देखेपछि पाक्यो। यसलाई निकालेर यता राख्ने। अनि हल्का पानी हाल्नुपर्छ, यसरी झ्वाइँ 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 अब सोलो गर्नुपर्छ। अनि यो हो हाम्रो यो पिठो, यसलाई भन्छ तमिलमा माउ, इङ्ग्लिसमा त सबैलाई थाहा भएको कुरा हो ब्याटर भन्छ भनेर। ल भन्नुहोस् या ल है साथीहरू, तपाईँहरूलाई म डोसा बनाएर खुवाउँदैछु। तातो खानु आउनु होला। कोकोला मनपर्छ कमेन्ट पनि गर्नु होला है। यसमा मिसाउनुपर्छ हल्का बटर, अन्त ओइल हाले पनि चल्छ, हल्का बटर हाले पनि भयो, घिउ हाले पनि भयो। अझै यो पाक्यो भने हल्का यसो पल्टाएर यसरी चलाएर यसरी पल्टाएर स्याम्म बनाएर ल्याप्प खानुपर्छ भन्छ। अलिक पाके छैन, पाक्दैछ, हल्का ब्राउन भएपछि पाकिहाल्छ। यो हाम्रो डोसा भइसकेको छ। यसलाई यसरी पल्टाएर अझ हल्का ब्राउन हुन बाँकी छ। मलाई आगो सोलो गरिरहेछु, म आगो खोलिसक्छु। फास्ट बनाएर हल्का ब्राउन बनाएपछि रेडी हुन्छ। यो अझ एउटा न्यू वान, यो कल्लाई हुन्छ, यस कसको नपर्छ थाहा छैन है। यो भइसक्यो डोसा। यसमा हल्का बटर हाल्नुपर्छ। यो बटरको भाँडै छ यहाँ, यसलाई यस्तरी सट्ट लगाएर डोसासँग खानको लागि यो पनिर मन्चुरियन। तर यसो दाल पनि खान्छ, दाल साम्बर हो खाने त, तर आजै मन्चुरियन स्पेसल बनाऊँ भनेर बनाएको। यो चाहिँ एकदम गोलो अनि ठुलो पनि बनेको छ। यो चाहिँ कसले खानुहुन्छ भन्नु होला है। मलाई फटाफट डेलिभरी गरेर प्याक गरेर पठाइदिइहाल्छु। अलमोस्ट यो डोसाको साइज पनि अरू डोसाभन्दा ठुलो छ। म यहाँ अहिले यसलाई बटर हालिदिइसकेको छु। यसमा अब फेरि बटर हालेपछि हल्का पछि ब्राउन कलर हुन्छ। मैले हल्का यसको फ्लेम हाई गरिदिन्छु छिटो हुनको लागि। सो अहिले यो हुन गइरहेको छ। सो यहाँको यो साउथ इन्डियाको मस्ट डोसा हो। साउथ इन्डिया अल इन्डियामा हो डोसा फेमस छ। त्यसरी हाम्रो नेपालमा मोमो फेमस छ, मोमो र चाउमिन फेमस भए चाहिँ। सो यो भइसकेको छ, यसलाई म पल्टाउनु गइरहेको छु। यस यस बेबी, कम अन बेबी, यस 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 यस। यतातिर अलि भरिन्छ, त्यो सघाउनु पऱ्यो। यस, यसलाई निकालेर भइसक्यो। अब 2 मिनट पनि होइन, 30 सेकेन्डमा यो रेडी भइहाल्छ। र म तपाईँहरूलाई फटाफट पठाइदिन्छु। तपाईँले मलाई फटाफट भन्नु होला कस्तो लाग्छ खाएर।